सम्पूर्णमा नमस्कार। आज म यस कोठागुडी नगरपालिका वार्षिक परीक्षाको आधारवर्ष शिक्षा परीक्षा 2081 विषय विज्ञान तथा प्रविधिको उत्तर कुञ्जिका लिएर उपस्थित भएको छु। ढिलो नगरिकन फटाफट उत्तरतिर लागौँ है त। 1 नम्बरको एमा के सोधिएको थियो भन्दाखेरि जीव जन्तु विविधतासँग सम्बन्धित पक्ष तलका मध्ये कुन हो? यसको सही आन्सर हुन्छ जनावर र वनस्पति। बी नम्बरमा सोधिएको थियो कुन अवयवलाई सुसाइडल ब्याग भनिन्छ? यसको सही आन्सर हुन्छ लाइसोजोम। सी नम्बरमा सोधिएको थियो तलका मध्ये गति ह्रासको एकाइ कुन हो? यसको सही आन्सर हुन्छ मिटर पर सेकेन्ड स्क्वायर। डी नम्बरमा उत्तोलकको कार्य सिद्धान्त तलका मध्ये कुन हो? इफोर्ट इन्टु इफोर्ट दूरी बराबर लोड इन्टु लोड दूरी हुन्छ है। यी नम्बरमा के सोधेको थियो भन्दाखेरि तलका मध्ये तापको कुचालक कुन हो? तापको कुचालक चाहिँ काठ हुन्छ। एफ नम्बरमा चुम्बकीय शक्ति ह्रास हुने कारण तलका मध्ये कुन हो? यसको सही आन्सर हुन्छ चुम्बकले हिर्काउँदा। जी नम्बरमा क्लोरिन परमाणुको पारमाणविक भार कति हुन्छ? यसको सही आन्सर हुन्छ 35। तलका मध्ये नरम पानीको उदाहरण कुन हो? यसको सही आन्सर हुन्छ वर्षाको पानी। राउटरले कुन सिद्धान्तको आधारमा कार्य गर्छ? यसको आन्सर हुन्छ आइपी एड्रेस। तलका मध्ये कुन वस्तु पानीमा डुब्छ? यसको आन्सर हुन्छ फलामको किल्ला। समूह खमा के सोधेको थियो भन्दाखेरि वैज्ञानिक सिकाइ भनेको के हो? वैज्ञानिक सिकाइ भन्नाले प्रमाणमा आधारित ज्ञान आर्जन गर्ने प्रक्रिया हो। यसले अवलोकन, प्रयोग र निष्कर्षमा जोड दिन्छ। 3 नम्बरमा सोधेको छ एटिएमको प्रारूप के हो? एटिएमको प्रारूप अटोमेटेड टेलर मेसिन हो। 4 नम्बरमा प्लास्टिडमा हरित कणको काम के हो? प्लास्टिडमा हरित कणको काम प्रकाश संश्लेषण प्रक्रियामा सहयोग गर्नु हो, जसले गर्दा वनस्पतिले आफ्नो खाना बनाउन सक्छ। 5 नम्बरमा द्विलिङ्गी जीवको कुनै दुईवटा उदाहरण लेख्नुहोस्। दुईवटा भनेको छ भने दुईवटा मात्र आन्सर दिने। द्विलिङ्गी जीवको दुईवटा उदाहरणहरू जुका र गनेउला हुन्। प्रवेग र गति ह्रासबीच एउटा भिन्नता लेख्नुहोस्। प्रवेग र गति ह्रासबीच एउटा भिन्नता। प्रवेग भनेको गति बढ्ने दरलाई प्रवेग भनिन्छ भने गति घट्ने दरलाई गति ह्रास भनिन्छ। कन्केभ ऐनाको एउटा उपयोगिता लेख्नुहोस्। कन्केभ ऐनाको एउटा उपयोगिता दाह्री काट्न प्रयोग गर्नु हो। पोटासियमको संयोज्यता कति हुन्छ? पोटासियमको संयोज्यता 1 हुन्छ। 9 नम्बरमा गर्मी मौसममा सेतो र हल्का लुगा लगाइन्छ किन? गर्मी मौसममा सेतो र हल्का लुगा लगाइन्छ किनकि सेतो र हल्का रङले ताप कम सोच्छ र शरीरलाई चिसो राख्छ। समूह ग हामीले वैज्ञानिक प्रयोगशालामा काम गर्दा एप्रोन, चस्मा तथा पन्जा अनिवार्य रूपमा लगाउनु पर्दछ किन? हामीले विज्ञान प्रयोगशालामा काम गर्दा एप्रोन, चस्मा तथा पन्जा अनिवार्य रूपमा लगाउनु पर्दछ किनकि यसले छालालाई, आँखालाई रासायनिक पदार्थ र अन्य खतराबाट बचाउँछ। 11 नम्बर एटिएम प्रयोग गर्दा अपनाउनु पर्ने कुनै दुईवटा सावधानी लेख्नुहोस्। एटिएम प्रयोग गर्दा अपनाउनु पर्ने दुईवटा सावधानी यस प्रकार छन्। 1 नम्बर पिन नम्बर गोप्य राख्नुपर्छ र अपरिचित व्यक्तिबाट टाढा रहनुपर्छ। भाइरसलाई सजीव र निर्जीव वस्तु बीचको दोसाँधमा राखिएको छ किन? भाइरसलाई सजीव र निर्जीव वस्तु बीच दोसाँधमा राखिएको छ किनकि यो कोष बाहिर निष्क्रिय रहन्छ र कोषभित्र सक्रिय रहन्छ। यो चित्र हेरी इफोर्टको मान पत्ता लगाउनुहोस्।
यो लोड हो, यो लोड दूरी, यो इफोर्ट दूरी। अब यसरी यहाँ दिएको लोड बराबर 300 न्युटन, लोड दूरी बराबर 100 cm, इफोर्ट दूरी चाहिँ 2 मिटर दिएको छ, यसलाई सेन्टिमिटरमा कन्भर्ट गर्ने 2 सेन्टिमिटर। इफोर्ट ई सूत्रानुसार इफोर्ट ई इन्टु इफोर्ट दूरी ईडी बराबर लोड एल इन्टु लोड दूरी एलडी। अब ई इन्टु इफोर्ट दूरी 200 cm छ अनि लोड चाहिँ 300 न्युटन छ इन्टु 100 cm, यो चाहिँ लोड दूरी छ। अब यो बराबर यता गएपछि के हुन्छ, भागमा जान्छ, 300 न्युटन इन्टु 100 cm अपन भाग, यो जिरोले जिरो, दुईवटा जिरो कट्यो, सिएमले सिएम काट्यो। अब यहाँ अर्को स्टेपमा 2 15 दुना 30, 15 भनेपछि एउटा जिरो बच्यो, 150 न्युटन, तसर्थ इफोर्ट 150 न्युटन रहेछ। अर्को हेर्नुहोस्, पोखरीको पानीको गहिराई वास्तविक गहिराईभन्दा कम देखिन्छ किन? पोखरीमा पानीको गहिराई वास्तविक गहिराईभन्दा कम देखिनुको कारण प्रकाशको आवर्तन रिफ्र्याक्सन हो। जब प्रकाश विरल माध्यमबाट सघन माध्यम वा हावाबाट पानीमा प्रवेश गर्छ र फर्किन्छ, त्यसले आफ्नो दिशा परिवर्तन गर्छ। फलस्वरूप पोखरीको गहिराई कम देखिन्छ। यसको बारेमा मैले अर्को योभन्दा अघिल्लो अपलोड गरेको छु, त्यो भिडियोमा चाहिँ एकदम डिटेलमा चाहिँ यसको बारेमा भनेको छु, हेर्नुहोला। चुम्बकको आणविक सिद्धान्त लेख्नुहोस्। चुम्बकीय पदार्थका प्रत्येक अणु आफैमा पूर्ण चुम्बक हुन्, जसलाई आधारभूत वा अणुचुम्बक भनिन्छ। चुम्बकमा जस्तै अणुचुम्बकमा पनि उत्तरी र दक्षिणी ध्रुव रहेका हुन्छन्। 16 नम्बरमा के सोधेको थियो, सूचक पदार्थको परिभाषा लेखी कुनै दुईवटा उदाहरणहरू लेख्नुहोस् भनेर सोधेको छ। सूचक पदार्थ ती रासायनिक पदार्थ हुन् जसले अम्ल र क्षारको उपस्थितिमा रङ परिवर्तन गर्छन्। उदाहरण लिटमस पेपर र फेनोल्फथालीन। 17 नम्बरमा के सोधेको थियो, पुच्छे ताराका कुनै दुईवटा विशेषता लेख्नुहोस्। पुच्छे ताराका कुनै दुईवटा विशेषताहरू यस प्रकार छन्। 1 नम्बरमा यिनीहरू सूर्यको वरिपरि लामो कक्षामा घुम्छन्। 2 नम्बरमा यिनीहरूको पुच्छर हुन्छ जुन सूर्यको विकिरणले गर्दा बन्छ, अथवा सूर्यको नजिक आयो भने के हुन्छ, पुच्छर लामो हुन्छ र सूर्यभन्दा टाढा गयो भने पुच्छर चाहिँ के हुन्छ, हराएर जान्छ। यो लेख्दा पनि हुन्छ। समूह घ, इन्टरनेटको सुरक्षाका कुनै 4वटा उपायहरू लेख्नुहोस्। इन्टरनेटको सुरक्षाका 4वटा उपायहरू है। 1 नम्बरमा के गर्नुपर्छ, बलियो पासवर्डको प्रयोग गर्ने। 2 नम्बरमा 2 चरण प्रमाणीकरण सक्षम गर्ने अथवा 2 फ्याक्टर अथेन्टिकेसन भन्छ नि त, त्यही गर्ने। अनि आफ्नो सफ्टवेयर अपडेट राख्ने है, आफ्नो मोबाइललाई, आफ्नो सफ्टवेयरलाई चाहिँ के गर्ने, अप टु डेट राख्ने। सार्वजनिक वाइफाई प्रयोग गर्दा सावधान रहने है। अर्को के सोधेको छ, हरितगृह प्रभावको कुनै 4वटा असरहरू लेख्नुहोस्। 1 नम्बरमा के, वायुमण्डलीय तापक्रममा वृद्धि गराउँछ, जलचक्रमा परिवर्तन ल्याउँछ, मानव स्वास्थ्यमा असर पार्दछ, कृषि उत्पादन तथा उत्पादकत्वमा कमी ल्याउँछ। अब यो चित्रमा चाहिँ एउटा इलेक्ट्रोनको सङ्ख्या बेसी दिएको छ प्रश्नमा चाहिँ, तर त्यो एउटा इलेक्ट्रोन चाहिँ कम हुनुपर्छ है, किन भन्दाखेरि प्रश्न चाहिँ मिल्दैन। यदि एउटा इलेक्ट्रोन अझै यहाँ थपियो भने के हुन्छ, अक्टेट अटोमेटिक भइहाल्छ नि त, त्यही भएर त्यहाँ प्रश्न चाहिँ मिल्दैन। त्यही भएर चाहिँ यहाँ 7वटा हुन्छ, यहाँ बाहिरी सेलमा चाहिँ यहाँ 8, यहाँ 2 भनेपछि यो क्लोरिन हुन्छ है। अब प्रश्न के थियो, यो चित्रमा जनाउने तत्त्व कुन हो? यो चित्रले क्लोरिन तत्त्वलाई जनाउँछ, जसको पारमाणविक सङ्ख्या 17 र न्युट्रोनको सङ्ख्या 18 हुन्छ। यो रासायनिक रूपमा किन सक्रिय हुन्छ? क्लोरिन रासायनिक रूपमा सक्रिय हुन्छ किनभने यसको बाहिरी कक्षामा 7 इलेक्ट्रोन हुन्छन्, जसलाई अक्टेट नियम पूरा गर्न एउटा इलेक्ट्रोनको आवश्यकता पर्दछ। अब सी नम्बरमा के सोधेको थियो, पेरियोडिक तालिकामा यो कुन समूहमा पर्दछ? पेरियोडिक तालिकामा यो 17औं समूहमा पर्दछ। भ्यालेन्सी सेलमा कतिवटा इलेक्ट्रोन रहेका हुन्छन्? यसको भ्यालेन्सी सेलमा 7वटा इलेक्ट्रोन हुन्छन्। अब 21 नम्बरमा के सोधेको थियो, 21 नम्बरमा हेर्नुहोस् त, फुल फुल्ने बिरुवामा
हुने दोहोरो गर्भाधान क्रिया सचित्र वर्णन गर्नुहोस् भनेर सोधेको छ। यहाँ हेर्नुहोस् है, अब यसरी चाहिँ यसलाई व्याख्या गर्ने म चित्र सम्झाइदिन्छु। यसरी चाहिँ व्याख्या गर्नुपर्ने हुन्थ्यो है हजुरहरूले। जस्तै कि यो एन्थर भयो भने यसमा सानसानो डटहरू रहेका हुन्छन्। यस्ता परागकण, यिनीहरू चाहिँ परागकण के हुन्छ, परागसेचन माध्यमबाट हावाको माध्यमबाट अथवा अन्य किरा चरा अन्य माध्यमबाट चाहिँ के हुन्छ, स्टिग्मासम्म पुग्दछ। स्टिग्मासम्म पुग्यो भने के हुन्छ, यसरी चाहिँ परागनलीको विकास हुन्छ। परागनली है, परागनलीको विकास, यसलाई यो बाहिरी यसलाई के भन्ने, यसलाई चाहिँ स्टाइल भन्ने। अब के हुन्छ, यहाँ परागनलीमा पुगिसकेपछि दुईवटा भाले कोषमा विभाजन हुन्छ है। भाले कोषमा विभाजन हुन्छ। यो बाहिरी भागलाई चाहिँ के भन्ने, ओभरी भन्ने। यो भित्री भागलाई चाहिँ ओभ्युल भन्ने है। अनि यो माथिल्लो यो तीनवटा छन् नि, यसलाई चाहिँ एन्टिपोडल सेल भन्ने। अनि यहाँ हेर्नुहोस्, यो दुईवटा छ नि, यसलाई चाहिँ के भन्ने, यो पोलार सेल भन्ने। फेरि यो तीनवटा छ, यसलाई एक सेल भन्ने। यो दुईवटा जो छ यसलाई चाहिँ पोथीलैङ्गिक कोष भनिन्छ। अब के हुन्छ, यो भालेलैङ्गिक कोषको विकास हुन्छ है। यो भालेलैङ्गिक कोषको विकास भएर सुरुमा चाहिँ एक सेलसित समागम हुन्छ। यसरी समागम भइसकेपछि यसलाई पहिलो गर्भाधान भनिन्छ। र यसरी अर्को भालेलैङ्गिक कोष चाहिँ पोलार सेलसित के हुन्छ, समागम हुन्छ। यसरी चाहिँ दोस्रो गर्भाधान हुन्छ। यो प्रक्रियालाई नै के भनिन्छ, दोहोरो गर्भाधान क्रिया भनिन्छ। बुझ्नुभयो? फेरि रिपिट गरिदिएँ। जब एन्थरबाट परागकण चाहिँ हावा अथवा अन्य माध्यमबाट स्टिग्मासम्म पुगी परागनली हुँदै दुईवटा भालेलैङ्गिक कोषमा विभाजन हुन्छ है। विभाजन भइसकेपछि सुरुमा चाहिँ एक सेलसित समागम हुन्छ, जसलाई पहिलो गर्भाधान भन्ने। र फेरि अर्को भालेलैङ्गिक कोष चाहिँ के हुन्छ, पोलार सेलसित समागम हुन्छ। यसरी दोस्रो गर्भाधान हुन्छ। र यो प्रक्रियालाई नै के हुन्छ, दोहोरो गर्भाधान क्रिया भनिन्छ है। यसरी चाहिँ लेख्नुपर्ने हुन्थ्यो। ल हस्।